हेलो नमस्कार एभ्रिवान। ल है साथीहरु, ल है हाम्रो गाउँमा पुरा अब हाम्रो गाउँ झकिझका अब हरियालीले भरि भराउ हुने भयो है। अब पुरै पानी आएन, जौगाउँ मर्यो भनेर चिन्ता गर्नुभएको थियो। पुरा अब पानी परिरहेछ। आज 2082 साल, आज माघको 10 गते जुम गरेर देखाउँदैछु है। पानी परेछ झिम 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 झिम, एक नासको पानी परिरहेछ। र हाम्रो किसानीहरू रमाउने बेला भयो। अनि हिउँ चुली भन्दा नि हाम्रो ढुरी यो ढुरीमा जानलाई हाम्रो गाउँदेखि ठ्याक्क 2 घन्टा लाग्छ पैदल। हिउँ हालिसक्यो। आज कति बेलासम्म हिउँ हाल्छ है, ढुरीमा हिउँ रहन्छ कि रहँदैन। ल है त, हिमालमा हिउँ रित्तिसकेको थियो। हिमालमा हिउँ त खिच्न सकेन। अब पुरै हुस्सुले ढाकेछ नि, हुस्सुले ढाकेछ। ल है त गाइजहरु, बाई बाई।